हाई एभ्रिवान, नमस्ते। र आज चाहिँ दिवाली हो र यहाँ बिबुले माला उन्दैछ। आज कुकुर तिहार र लक्ष्मी पूजा पनि सँगै छ र यहाँ बिजी छ बिबु माला उन्नुको लागि, त्यसको भाइ र बहिनीको लागि, जसको लागि उनेको थियो। अहिले सब खाएर सक्नुको लागि। अर्को चाहिँ कहाँ छ? यसपालि फुलको दामले चाहिँ मार्ने भयो। यति मुठाको चाहिँ 150 रुपियाँ अरे। त्यो पनि सयपत्री फुल पनि छ नि, भाले फुल छ, भाले फुल मिक्स गरेर। सानो मालाको यतिको 80 रुपियाँ भन्दै थियो, 60 रुपियाँमा लिएको। मालाले त यसपालि चाहिँ यसको चाहिँ 40 रुपियाँ अरे। आशीर्वाद देऊ मन मनमै, ठुलो ठुलो हुनु, रखवाली गर्नु, घरको रखवाली गर्नु राम्ररी। आइसला के राम्ररी देख्यौ गर्छौँ। र यहाँनिर मेरो मोटामोटी सब रेडी भइसक्यो। ह्याप्पी दिवाली। आज बाहिर मैले त्यति साह्रो चाहिँ सजाएन, किन भन्दाखेरि मेरो त अब इच्छै छैन। आपा बित्नुभएको 1 वर्ष पनि भएको छैन, तर यता हाम्रो घरबाट चाहिँ गर्नुहुन्छ। लक्ष्मी माता बडाले मजाले दियो बालेछ चारैतिर। आइसला के मजाले राखेछौ बडाले। ह्याप्पी दिवाली, ह्याप्पी दिवाली। यस्तो मजाले राख्नु भएछ यहाँनिर छसम्म। भेनाले झैलिली पारेछ, घर दामी बनाएछ, दिवालीको रमझम। प्रणामी मन्दिरको त्यो बाटो त्यहाँ पनि दामी भएको छ। लाइफमा फर्स्ट टाइम सेलरोटी पोलेको मैले आज चाहिँ। आमाले पिठो पठाइदिनु भएको थियो, अन्त मसलाहरू पठाइदिनु भएको थियो, अन्त मैले युट्युबमा हेरेर बोतल काटेर यसरी बनाउनु सिकेको छु। हेर्दा त मिठो भएको छ। हेरौँ, बिबुले सब भाइ दाजुभाइहरूको लागि प्याकिङ गरेर सब रेडी छ। आज तर ढिलो चाहिँ ढिलो भयो। 12 बज्न आँटिसक्यो। क्युट देखेको है, टोय ट्रेन पनि देखेँ हामीले आज चाहिँ। यो सालबारी साइडमा त कहिले देखेको थिएन। कसम हेभी देखेछ त आन्टी। ओए आन्टी देखेको छैन हौ कान्छी, कहाँ देख्छौ आन्टी? क्या मजाको छ हौ तर यता जग्गा। दादा आइपुग्यो भर्खर। यहाँनिर एउटा रुम भएछ, दामी भन्छ। यहाँनिर अर्को रुम। खै हेलो भनिदिएको कोही? हाई, ह्याप्पी दिवाली। यहाँनिर चाहिँ किचन है। ए अँ यो
किचन यो सब हाम्रो साजनले बनाएको दामी बनाएको छ बाई खै त नानी बाई भनेको नो सरी दिवाली भाइ टिका ह्यापी भाइ टिका ह्यापी भाइ टिका ह्यापी भाइ टिका ह्यापी भाइ टिका भाग्यमानी हुनु खै सुम दिदी आउनु भएन यस यस माइ डियर बेटा टिकाको लागि सब रेडी गरिसक्यो यिनीहरूले दाजुभाइको लागि यहाँनिर फुल माला खदा टिका मिठाई गिफ्ट्सहरू छेवाङ रेन्जोङ भेना साहिल जीवा गरेर गुड गर्ल शाबाश जय चिलीलाम ठिक छ
हाँस्दै रमाइलो गर्दै यसपालिको तिहार पनि सिद्धियो। थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई बाई।